स्थानीयपनको आभास, स्थानीयपनको आभास। तटस्थ विचार सामुदायिक रेडियो हर्मेल 105.4। जनताको रेडियो, जनता की आवाज। हरेक दिन बिहान 9:15 बजेदेखि 10 बजेसम्म सामुदायिक रेडियो हर्मी 105.4 मेगाहर्जमा। नमस्कार श्रोताहरू, कार्यक्रम उकाली ओह्राली लिएर म उपस्थित भएको छु कृष्ण र आज पनि म सेल्फ अपरेटिङ सिस्टमबाट बोल्दैछु। तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो हर्मी 105.4 मेगाहर्ज, जनताको रेडियो, जनताको आवाज। श्रोता, यो कार्यक्रम हरेक बिहान 9:15 देखि 10 बजीसम्म सुन्न सक्नुहुनेछ। हामी विशेष गरेर कार्यक्रम उकाली ओह्रालीमा तपाईँकै पाखा पखेरा, गाउँबेसी, मेलापा तथा भन्ज्याङ चौतारीमा दिदी बहिनीको घाँसको भारी अनि दाजुभाइको हल र कोदाली बिसाएर पसिना पुस्दै थकाइ मार्ने अनि साथीभाइ हाँसो ठट्टा गर्दै रमाउने, मनका भावना गुल्जाउने, कहिले लेख कहिले बेसी, कहिले उकाली कहिले ओह्राली, आफ्नो आफ्नो मनका भावना गीतद्वारा गुन्जाउँदै अति तिर्खा लाग्दा कुवाको पानी अञ्जुलीले झिकेर तिर्खा मेटाएर वनपाका लेख बेसी सुरिलो बाकासँगै सुसिली हालेर आफ्नो संस्कृति रीतिरिवाज पहिचान गर्दै शहरको कोलाहलबाट निसासिएर गाउँतिर फर्की शान्तिको लामो श्वास फेर्ने साझा चौतारी हो कार्यक्रम उकाली ओह्राली। श्रोता, कार्यक्रम उकाली ओह्रालीमा हामी आइतबारमा शनिबारको श्रृङ्खलालाई रिप्ले गर्छौं। त्यस्तै गरेर सोमबार र मंगलबारको दिनहरूमा नयाँ शीर्षकको साथमा कुराकानी गर्दै यहाँहरूको सम्झना सन्देशले तपाईँकै घर छर छिमेकसम्म पुर्याउँछौं। त्यस्तै गरेर बुधबारको दिनमा चाहिँ यहाँहरूको रोजाइका गीत बजाउँछौं भने बिहिबार गीत संगीतसँग रहेर कुराकानी गर्छौं भने शुक्रबारको दिनमा चाहिँ यहाँहरूको प्रतिभालाई समेट्छौं। श्रोता, कार्यक्रमको सुरुवातमा स्वीकार्नुहोस् यो मिठो गीत मात्र तपाईँको लागि, अन्तै दिल बस्दा। दिल बस्दा सधैँ घरमा सोच्ने को टोकै छ, कमजोर हुँदै गछ अवस्था। श्रीमती छोरा छन् तरुनीमै गइरहन्छ मेरो मन, बिग्रियो बानी अन्तै दिल बस्दा। सधैँ घरमा सोच्ने को टोकै छ, कमजोर हुँदै गछ अवस्था। सधैँ घरमा सोच्ने को टोकै छ, कमजोर हुँदै गछ अवस्था। घरको
आदरणीय श्रोता, हामीले पहिलो साङ्गीतिक कोसेली स्वरूप यहाँहरू समक्ष राखेका थियौँ अत्यन्तै मिठो गीत अन्तै दिल बस्दा। यति नेखेर हाम्रो सम्पर्कमा फेरि पनि कोही श्रोता आइसक्नु भएको छ। कहाँदेखि हुनुहुन्छ आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हेलो हजुर, नमस्ते। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, तनहुँबाट कविता। तनहुँबाट कविता है? हजुर। कविताजीको खाना भयो? हजुर, भएको छैन हजुरको? हाम्रो पनि भएको छैन है। हजुर। अनि सुनाउनुहोस् कविताजी, तनहुँतिरको नयाँ नौलो खबरहरू के छ? सबै ठिकै छ भन्नुपर्छ दादा, हल्का हल्का घाम लागिरहेको छ। भनेपछि हल्का हल्का घाम लागिरहेको छ है? हजुर। अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ तनहुँतिर? बसी बसाइ नै भन्नुपर्छ दादा। भनेपछि बसी बसाइमा चाहिँ दिनहरू बिताउने योजना बनाइराख्नु भएको छ आज है? हजुर। कविताजी, हजुर। आज भने गीत गाउनु पर्ने हुन्छ है? हुन्छ, सुरु गर्नुहोस्। तिमलाई के भाषा कान्छो तिम्रा हरेको रासा म मान्छु, सिकाइरहन्छौ तिमलाई के भाषाले। मैले पनि रिसाउन जानेछु, मेरो रिश्ता तिमलाई थाहा छ नि। भन तिमलाई के भाषा कान्छो तिम्रा हरेको राता म मान्छु, बिसाइरहन्छौ तिमलाई के भाषा नि। मैले पनि रिसाउन जानेछु, मेरो रिश्ता तिमलाई थाहा छ नि। मैले पनि रिसाउन जानेछु, मेरो रिश्ता तिमलाई थाहा छ नि। दादा यति नै। रिसाइरहन्छ तिमीलाई के भएको छ नि होइन? अत्यन्तै मिठो गीत प्रस्तुत गर्नुभयो कविताजी। हजुर। अब भने हामी एउटा गीत बजाउँछौँ, यहाँको सम्झना सन्देश। फर्स्ट अफ अल त हजुरको लागि यहाँलाई धेरै धेरै धन्यवाद। हर्मे एफएम होल युनिटको लागि होल थ्याङ्क यू। अनि मेरो घर परिवारको लागि अनि जसले हर्मे एफएम सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णका लागि र विशेष गरी चाहिँ मलाई माया गर्नेको लागि। विशेष गरी चाहिँ माया गर्नेको लागि है। कविताजी, आगामी कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नुहोला। अहिले भने छुट्छौँ, नमस्ते। नमस्ते। उहाँ हुनुहुन्थ्यो तनहुँबाट कविता हुनुहुन्थ्यो। आदरणीय श्रोता, यो कार्यक्रम उकालियो ओह्राली र आज भने तपाईँहरूले गीत गाउनु पर्ने होस् है। भन्दै थिएँ यतिखेर पनि हाम्रो सम्पर्कमा फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। कहाँदेखि हुनुहुन्छ? हजुर नमस्ते। नमस्कार। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? तनहुँबाट सञ्जय भन्नुपर्छ। हजुर, तनहुँबाट सञ्जय है? हजुर। सञ्जयजी, हजुर, तनहुँतिरको नयाँ नौलो खबर सुनाउनुहोस्, के छ? ठिकै छ, अहिले समयलाई यसो घाम लागिरहेछ, दिन प्रतिदिन बिस्तारै गर्मी बढ्दै गएको छ भन्नुपर्छ है। भनेपछि घाम लागिराखेको छ है? हजुर। अनि खानापिना भयो सञ्जयको? हजुर, भएको छैन, अब एकैछिन पछि हुन्छ। भनेपछि कार्यक्रम सकिएपछि सँगै खानुहुन्छ है? हजुर। अनि आज चाहिँ तनहुँतिर दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ सञ्जयजी? अब यसो मेरो पर्सनल कुरामा भन्नु पर्दाखेरि अब घाम ताप्दै अब यसो बाँसुरी बजाउने, गीत गाउने, यस्तै हो कि सामान्य गाउँहरू होइन। भनेपछि बाँसुरी अत्यन्तै मिठो बजाउनुहुन्छ कि के हो? भर्खर बजाउँछु हल्का हल्का। सञ्जयजी, हजुर, आज पनि गीत गाउनु पर्ने हुन्छ है त? हजुर। हुन्छ, सुरु गर्नुहोस्। लगनको महिना छ यस्तो होइन, ल मेरो सुरु गर्छ है त। हुन्छ। हे कस्तो दुलाई भित्र यो भन्छ यस्ता कुरा गाउँ घरमा भइहाल्छ नौठी भरको
औठी स्वयंवरको नौलो छाराई सिकाई पियारी अब नयाँ घरको हे छोराको धन भाइको कामा सबै टाढा भइहाल्छन् भाउआमा औठी स्वयंवरको नौलो छाराई सिकाई पियारी अब नयाँ घरको औठी स्वयंवरको नौलो छाराई सिकाई पियारी अब नयाँ घरको। सञ्जयजी औठी स्वयंवरको अत्यन्तै मिठो गीत गाउनुभयो है। हजुर सञ्जयजी अब भने हामी एउटा गीत बजाउँछौँ यहाँको सम्झना सन्देश। सर्वप्रथम हजुर लगायत हर्मी होल युनिटको लागि होइन हाम्रो होल युनिटको तर्फबाट धन्यवाद है। मेरो घर परिवार भन्नु पर्यो अनि त्यसै गरी आज मम्मी र मामा चाहिँ हिराबहादुर मामा चाहिँ एउटा राइनसको यात्रामा हुनुहुन्छ होइन उहाँको यात्रा शुभ रहोस् र भरे फर्कदा पनि शुभयात्रा भन्न चाहन्छु र अनि त्यसै गरी खुसीजी सुनिरहनु भएको छ होला सनिसाजी सुनिरहनु भएको छ होला अनि अघि आउने मित्रहरू र पछि आउने मित्रहरूलाई सबैले सम्झिँदै बिदा हुन्छु। धन्यवाद। नमस्ते उहाँ हुनुहुन्थ्यो तनहुबाट सञ्जय हुनुहुन्थ्यो। आदरणीय श्रोता तपाईँ पनि आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको सम्पर्क नम्बर रहेको छ 9816124162। यस नम्बरमा आएर तपाईँहरू हामीहरूसँग कुराकानी गर्न सक्नुहुनेछ भन्दै दिए। यति नै खेर भने हाम्रो सम्पर्कमा फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कहाँदेखि को हुनुहुन्छ? हेलो हजुर नमस्ते। हेलो नमस्ते हजुर। हेलो हजुर नमस्ते। हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो हजुर सुन्नु भएको छैन? हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भनेको? गोर्खा मिरकोटबाट रक्षा है। रक्षाजी गोर्खातिरको नयाँ नौलो खबरहरू सुनाउनुहोस् के छ? के भन्नु दादा सबै ठिकै छ के आजसम्म त। अनि त्यतातिरको? हाम्रो पनि सब ठिकठाक नै भन्नुपर्छ है। हजुर अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ रक्षाजी? के गर्नु दादा बिदाको दिन नुहाइ धुवाइ कपडा धुने अलिअलि पढ्नु त्यही त हो। अनि आफ्नो अध्ययनलाई कहाँ पुर्याउनु भयो? भर्खरै स्कुल लेभलै भन्नुपर्छ है। स्कुल लेभलमा नै हुनुहुन्छ है। हजुर रक्षाजी अनि खानपिन त भयो होला नि त? नै छैन दादा आज श्री पञ्चमी अनि मन्दिरबाट पूजा गरेर घर फर्किँदै भन्नुपर्छ। भनेपछि पूजा गरेर भर्खरै घरतिर फर्काँदै हुनुहुन्छ है? त्यसै हुनु पर्यो। रक्षाजी हजुर आज पनि गीत गाउनु पर्ने हुन्छ है त? गाउन आउँदैन त्यही पनि कार्यक्रमको नियमको पालना चाहिँ गरिदिन्छु अरे कि। हुन्छ सुरु गर्नुहोस्। टुटु यो मोटो खाइरहन्छ हरेक पलमा उनकै याद आइरहन्छ। ए हवा जाऊ ए हवा जाऊ ए मानर जाऊ मलाई सम्झिनु नै छन् कि बिरानो पामै छन् मेरो प्रियतमको ठाउँमा लिएर आऊ मेरो प्रियतमको ठाउँमा लिएर आऊ। यति नै। अत्यन्तै मिठो गीत गाउनुभयो है। के भन्नु पर्यो? रक्षाजी हजुर अब भने हामी एउटा गीत बजाउँछौँ यहाँको सम्झना सन्देश। सर्वप्रथम त हजुरको लागि होइन यहाँलाई धेरै धेरै धन्यवाद।
अनि मेरो मम्मी अनि मेरो भाइको लागि अनि मेरो विदेशमा हुने मेरो बाबाको लागि अनि लमजुङमा हुने मेरो फुपूको घर परिवारको लागि अनि मेरो साथीहरू भन्नुपर्दा विपना अस्मिता सुजाता गीता अनि सरला अनि अरू नाम छुटेका सम्पूर्ण साथीहरूको लागि र अनि आज मेरो साथी हरिराम परिवारजी बालुङ जाँदै हुनुहुन्छ उहाँहरूको लागि शुभयात्रा हुन जान्छु र स्पेसली मेरो प्यारो बेस्ट फ्रेन्ड मन्जु ठकुरीको लागि भन्दै बिदा हुन्छ। नमस्ते बाबा। नमस्ते। उहाँ हुनुहुन्थ्यो गोर्खा मिरकोटबाट रक्षा हुनुहुन्थ्यो। आदरणीय श्रोता, तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो हर्मी 105.4 मेगाहर्जमा कार्यक्रम उकाली ओह्राली र तिनीखेर पनि हाम्रो सम्पर्कमा फेरि पनि कोही श्रोता आइसक्नु भएको छ। कुराकानी गर्न आउनुहोस्, उहाँलाई स्वागत गरौँ। कहाँदेखि हुनुहुन्छ? हजुर नमस्ते। ल हजुर नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? लमजुङबाट को होला? लमजुङबाट हिरा हो? हजुर। हिराजी। हजुर। लमजुङतिरको नयाँ नौलो खबरहरू सुनाउनुहोस्। के छ? एकदम ठिक छ। अनि हजुरहरूको? हाम्रो पनि सब ठिकठाक भन्नुपर्छ हिराजी। अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ लमजुङतिर? आज मोल बोक्ने होला। भनेपछि मोल बोकेर दिन बिताउनुहुन्छ है? हजुर। हिराजी। हजुर। खानपिन त भयो होला नि त? हजुर। ए खानपिन भयो कि नाइ भनेको? ए भयो। अनि हजुरहरूको? हाम्रो भएको छैन है। हिराजी। हजुर। आज पनि गीत गाउनु पर्ने हुन्छ है त। हिराजीलाई गीत गाउन आउँछ कि नाइ? जाने पनि नजाने नि हल्का गाउँछु नि है। हुन्छ सुरु गर्नुहोस्। हे गयौ तिमी मेरो साथ खाली भो, मेरो साथ खाली भो, पराईलाई बधाई र ताली भो, हरे आफ्नै गराइले मन परेको त्यही एउटा माया थियो, खोस्यो खोस्यो पराईले। यति नै। हिराजी। हजुर। मन परेको त्यही एउटा माया थियो, त्यही पनि खोस्यो रे? हजुर। कसले खोस्यो हिराजी? कसले पनि होइन है, हल्का गीत मात्र। गीत मात्रै है? हजुर। पक्कै पनि हिराजी। अब भने हामी एउटा गीत बजाउँछौँ, यहाँको सम्झना सन्देश। विशेष गरी हजुरको लागि। यहाँलाई धेरै धेरै धन्यवाद। अनि मेरो सुनिरहनु भएको छ सासू काकाहरूको लागि, नन्दहरूको लागि, अनि मेरो माइती परिवारको लागि, अनि मेरो छोरा सागरको लागि, अनि विदेशमा रहने मेरो दाइ र भाइको लागि, अनि मेरो माइती परिवारको लागि, अनि जसले मलाई हिरा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दै बिदा हुन्छ। नमस्ते। नमस्ते। उहाँ हुनुहुन्थ्यो लमजुङबाट हिरा हुनुहुन्थ्यो। आदरणीय श्रोता, तपाईँ पनि आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको नम्बर खुल्ला गरिराखेका छौँ 9816124162 र फेरि पनि हाम्रो सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ। आउनुहोस्, कहाँदेखि हुनुहुन्छ स्वागत गरौँ। हेलो हजुर नमस्ते। हेलो हजुर दर्शन नमस्ते। दर्शन नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? म खुसी हो। मकैसिङबाट खुसी हो? हजुर। खुसीजी, मकैसिङतिरको नयाँ नौलो खबरहरू सुनाउनुहोस्। के छ? नयाँ नौलो खबर ठिकै छ। घाम लागिरहेको छ, घाम ताप्दै बस्दै भन्नुपर्छ है। भनेपछि मकैसिङतिर चाहिँ घाम लागिराखेको छ है? हजुर। अनि खानपिन भयो कि नाइ खुसीजीको? खानपिन त भएको छैन, अब प्रोग्राम सकिएपछि खाने भन्ने कुरा छ है। भनेपछि प्रोग्राम सकिएपछि सँगै खानुहुन्छ है? अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ खुसीजी? बसेको चाहिँ नि भन्नुपर्छ। भनेपछि बसी बसाइमा दिनहरू बिताउने योजना बनाइराख्नु भएको छ है? खुसीजी, आज पनि गीत गाउनु पर्ने हुन्छ है त? हुन्छ। सुरु गर्नुहोस्। हेलो। हजुर हजुर सुरु गर्नुहोस् भनेको। हुन्छ। यता सानो फर्केर आइदेऊ, तिमीले जै बिर्सन सिकाइदेऊ, रानी वनको जोडी मजुर कुनै
हजुर फर्केर आइदेऊ के तिमीले झै बिर्सन सिकाइदेऊ रानी बनको जोडी मधुर कुनै दिन त हामी नि यस्तै थियौ कहाँ गयो छोडी हजुर यति नै अत्यन्तै मिठो गीत गाउनुभयो खुसीजी है हजुर साथी र स्वर त राम्रो छैन भन्नुपर्छ है अब नजाने भने नियमको पालन त गर्नुपर्छ होइन र पक्कै पनि खुसीजी अवश्य भन्ने राम्रो गीत गाउनुभएको छ है अब भने हामी एउटा गीत बजाउँछौँ यहाँको सम्झना सन्देश फर्स्ट अफ अल त हजुरकै लागि यहाँलाई धेरै धेरै धन्यवाद अनि मेरो घर परिवारको लागि युनिटको लागि हजुर हजुर अघि आउनु भएको सञ्जयको लागि अनि रामबहादुर दाईको लागि सम्झना दिदीको लागि निशानको लागि अनि देवी भण्डारी दिदीको लागि अनि छोप्रा डाँडा गाउँमा रहनुभएका कृष्ण दाईको लागि यति भन्दै बिदा हुन्छ हस्त नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो मकैसिङबाट खुसी हुनुहुन्थ्यो आदरणीय श्रोता तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो हर्मी 105.4 मेगाहर्ज र यो कार्यक्रम उकाली ओह्राली र यति नै खेर पनि हाम्रो सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न आउनुहोस् उहाँलाई स्वागत गरौँ कहाँदेखि हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुर हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म चितवन चण्डी भन्ज्याङबाट रबिन चितवन चण्डी भन्ज्याङबाट रबिन है हजुर रबिनजीको खाना भयो मेरो खाना भयो है अनि हजुरको भयो हाम्रो भएको छैन है अब कार्यक्रम सकिएपछि खाने भनेर बसेको हो र अनि सुनाउनुहोस् चितवन चण्डी भन्ज्याङतिरको नयाँ नौलो खबरहरू के छ रबिनजी एकदम ठिकै छ नि अनि हजुरको गोर्खातिर कस्तो हुनुहुन्छ हाम्रो गोर्खातिर पनि एकदम ठिकठाक नै भन्नुपर्छ है रबिनजी हो र हो नि अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ रबिनजी आज दिन चाहिँ घरतिरै बसी बसायो भनेपछि घरतिरै बसी बसाइमा दिनहरू बिताउने योजना बनाइराख्नु भएको छ है हजुर हजुर रबिनजी हजुर आज पनि गीत गाउनु पर्ने हुन्छ है त आज गीत गाउने हो हजुर हजुर हुन्छ हुन्छ म गाउँछु है त हुन्छ सुरु गर्नुहोस् मेरो माया जुन जस्तै तिलिक केही बन्यो कि रोइदिन्छ पिलिक अचामैको प्यार एक दिन हाँसे एक महिना रुवाउँछ किन होला यार जुन जस्तै तिलिक केही बन्यो कि रोइदिन्छ पिलिक समयको प्यार एक दिन हाँसे एक महिना रुवाउँछ किन होला यार एक दिन हाँसे एक महिना रुवाउँछ किन होला यार यतिको है रबिनजी हजुर अचम्मैको प्यार एक दिन हाँसे एक महिना रुवाउँछ किन होला यार हजुर 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 अत्यन्तै मिठो गीत गाउनुभयो है त के होइन मिठो त साह्रै मिठो छैन है अत्यन्तै हामीलाई चाहिँ मन पर्यो है हो र भने हो नि रबिनजी हजुर अब हामी एउटा गीत बजाउँछ यहाँको सम्झना सन्देश ए दाइ एउटा सन्देश दिनु पाइँदैन होला हजुर भन्नु न ए मेरो दिदी चाहिँ तनहुमा हुने मा दिदीले चाहिँ उसको नम्बर मेरोमा हरायो होइन उसले फोन पनि गर्नुभएको छैन के कारण के भएको नि अनि म नम्बर दिन्छु नि है हुन्छ भन्नुहोस् त मेरो नम्बर चाहिँ 98 15 28 63 20 15 28 62 20 भन्नुभयो है होइन 63 20 हो ए 63 20 भन्नुभयो है हजुर 98 15 28 63 20 पक्कै पनि उहाँले हामीलाई सुन्दै हुनुहुन्छ भने रबिनजीलाई पक्कै पनि कल गर्नुहुनेछ है त हुन्छ हुन्छ रबिनजी आगामी कार्यक्रममा पनि आउँदै गर्नु होला अहिले पनि सुन्छौँ नमस्ते नमस्ते उहाँ हुनुहुन्थ्यो चितवन चण्डी भन्ज्याङबाट रबिन हुनुहुन्थ्यो
आदरणीय श्रोता तपाईँ पनि आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको सम्पर्क नम्बर रहेको छ 9816124162 र यो कार्यक्रम ओकाली ओराडी र तपाईँहरूले आज भने गीत गाउनु पर्ने हुन्छ र यति नै खेर भने हाम्रो सम्पर्कमा फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते। हजुर कहाँबाट को होला? हर्मी नवलपुरबाट सीमा परियार। हर्मी नवलपुरबाट सीमा है? हजुर। सीमाजीको खाना भयो? हजुर भइसक्यो दाजु। अनि हजुरको भयो? हाम्रो भएको छैन है, कार्यक्रम सकिएपछि खाने भनेर बसिरहेको। हजुर। सीमाजी अनि सुनाउनुहोस्, हर्मी नवलपुरतिरको नयाँ नौलो खबरहरू के छन्? सबै ठिकै छ भन्नुपर्छ। सबै ठिकठाक नै छ। अनि आज दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ? बसी बसाइ गरेर नै हो। भनेपछि बसी बसाइमा नै दिनहरू बिताउने योजना बनाइराख्नु भएको छ है? हजुर। सीमाजी। हजुर। अनि आज पनि गीत गाउनु पर्ने हुन्छ है त, गीत गाउन आउँछ कि नै हजुरलाई? हल्का हल्का आउँछ। हुन्छ सुरु गर्नुहोस्। टाढा नजाऊ दुखेको मन छ नि यो आत्माले कहीँ नजाऊ भन्छ नि छोडी कहाँ गयो यो पवित्र नाता हाम्रो तोडी कहाँ गयो मलाई आँसु दिएर तिमी टाढा भयो दुखेको मन छ नि यो आत्माले कहीँ नजाऊ भन्छ नि छोडी कहाँ गयो यो पवित्र नाता हाम्रो तोडी कहाँ गयो मलाई आँसु दिएर तिमी टाढा भयो यो पवित्र नाता हाम्रो तोडी कहाँ गयो मलाई आँसु दिएर तिमी टाढा भयो। हजुर यति नै। सीमाजी अत्यन्तै मिठो गीत गाउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अब भने हामी एउटा गीत बजाउँछ यहाँको सम्झना सन्देश। फर्स्ट अफ अल त हजुरको लागि यहाँलाई धेरै धेरै धन्यवाद। अनि हर्मियासु होल युनिटको लागि होल थ्याङ्क यू। अनि मेरो घर परिवारको लागि मामाली परिवार मेरो सम्पूर्ण साथीहरू र जसले हर्मेसम्म सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि। सीमाजी आगामी कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नु होला। अहिले भने छुट्छौँ। नमस्ते। नमस्ते बाबाई। उहाँ हुनुहुन्थ्यो हर्मी नवलपुरबाट सीमा हुनुहुन्थ्यो। आदरणीय श्रोता तपाईँ पनि आउन सक्नुहुनेछ। हाम्रो स्टुडियोको सम्पर्क नम्बर खुल्ला गरिराखेको छ 9816124162 र फेरि पनि कोही श्रोता आइसक्नु भएको छ हामीसँग कुराकानी गर्न। आउनुहोस् उहाँलाई स्वागत गरौँ। कहाँदेखि के हुनुहुन्छ? हजुर नमस्ते। नमस्ते। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? लमजुङबाट मदिना। लमजुङबाट मदिना है? मदिनाजी लमजुङतिरको नयाँ नौलो खबरहरू सुनाउनुहोस् के छ? भनेपछि सब ठिकठाक नै छ। अनि खानापिना त भयो होला नि मदिनाजीको? भनेपछि कार्यक्रम सकिएपछि सँगै खानुहुन्छ है? अनि आज चाहिँ दिनहरू के कसरी बिताउने योजना बनाउनु भएको छ लमजुङतिर? भनेपछि खोलातिर जानुहुन्छ है आज चाहिँ? बिस्तारै बिस्तारै अब गर्मी पनि लाग्दैछ होइन? मदिनाजी आज पनि गीत गाउनु पर्ने हुन्छ है त? हुन्छ सुरु गर्नुहोस्। घाइते मुटो चलन भएको छ छोड्दै चलन आएको छ। यति नै। मदिनाजी हजुर यहाँको सम्झना सन्देश। हजुरको लागि यहाँलाई धेरै धेरै धन्यवाद। भन्दै थिएँ उहाँसँग हाम्रो सम्पर्क विच्छेद भइसकेको छ। आदरणीय श्रोता अब पनि हामी एउटा गीत बजाउँछौँ यहाँको
अनिवार्य काम गरेर लिएर त्यसो यहाँ कमाउन सकिएन फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न आउनुहोस् उहाँलाई स्वागत गरौँ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते हजुर नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ खोप्लाङबाट जानुगा नेउपाने खोप्लाङबाट जानुगा है हजुर जानुगाजीको खाना पिउनु भयो भात छैन दादा अब एकछिनपछि कार्यक्रम सकिएपछि भनेपछि कार्यक्रम सकिएपछि खानुहुन्छ है हजुर अनि आज चाहिँ खोप्लाङतिर के कसरी दिनहरू बिताउने योजना बनाउनु भएको छ बसी बसाइ नै हो दादा भनेपछि बसी बसाइमा चाहिँ दिनहरू बिताउने योजना बनाइराख्नु भएको छ है हजुर जानुगाजी आज पनि गीत गाउनुपर्ने हुन्छ है त हजुर हजुर हुन्छ सुरु गर्नुहोस् डालीको फुल ओइलेर खसिँदा मेरी माया मुटुमै बसिँदा हैन मैले फुल टिप्दा डाली भाँचेको मेरो सारा संसार तिमी हौ हैन मैले यो दिलमा अरू साँचेको जानुगाजी छैन मैले फुल टिप्दा डाली भाँचेको होइन अत्यन्तै मिठो गीत गाउनुभयो है हजुर हजुर अब भने हामी एउटा गीत बजाउँछौँ यहाँको सम्झना सन्देश हजुरको लागि यहाँलाई धेरै धेरै धन्यवाद अनि हरिणी एफएम होल युनिटको लागि होल थ्याङ्क यू अनि मेरो यहाँ बसिरहने पविना बहिनीको लागि मम्मीको लागि भाउजू भाइ बहिनीको लागि मेरो मावली परिवारको लागि विदेशमा रहनुहुने दादा पदम कपिलको लागि र मेरो माइली दिदी दाई नाजुहरूको लागि र मलाई जानुका नेपाली भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि भन्दै बिदा हुन्छ नमस्ते दादा नमस्ते उहाँ हुनुहुन्थ्यो खोप्लाङबाट जानुगा हुनुहुन्थ्यो आदरणीय श्रोता अब भने हामी एकजना श्रोतासँग मात्र कुराकानी गर्न सक्छौँ जस्तो लागिरहेको छ है र यतिखेर भने हाम्रो सम्पर्कमा कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न आउनुहोस् उहाँलाई स्वागत गरौँ कहाँदेखि को हुनुहुन्छ हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ भन्दै थिएँ उहाँसँग हाम्रो सम्पर्क विच्छेद भएको छ र फेरि पनि कोही श्रोता आइसक्नु भएको छ कुराकानी गर्न आउनुहोस् उहाँलाई स्वागत गरौँ कहाँदेखि हुनुहुन्छ हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर अस्मी है हजुर अस्मी कहाँबाट भन्नुभयो हंसपुरबाट है सुनाउनुहोस् हंसपुरतिरका नयाँ नौलो खबरहरू अस्मीजी एकदम ठिकै छ हाम्रो पहिलो कुराकानी अस्मीजी आर्मी एफएममा त फोन त गरिराख्छु भन्नुपर्छ भनेपछि मसँग चाहिँ पहिलोचोटि है सायद होला अनि खानापिना भयो अस्मीजीको नै छैन कार्यक्रम सकेपछि सके खानुहुन्छ है खाने बेलै भएको छैन अस्मीजी हजुर हंसपुरतिर चाहिँ हाम्रो सामुदायिक रेडियो हर्मी कस्तो सुनिन्छ राम्रो सुनिन्छ भनेपछि राम्रो नै सुनिन्छ है प्रतिक्रिया दिनुभएकोमा यहाँलाई धन्यवाद अब पनि गीत गाउनु पर्ने हुन्छ है त अस्मीजी हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ हजुर सुरु गर्नुहोस् हजुर सुरु गर्नुहोस्
मुटु दुख्छ मन दुख्छ तन दुख्छ जति तिमीलाई सम्झन्छु झन् दुख्छ धोका दिएको होइन धोका नसम्झ धोका दिएको होइन जति माया गरे नि आखिर तिम्रो भएन मन दुख्छ तन दुख्छ जति तिमीलाई सम्झन्छु झन् दुख्छ धोका दिएको होइन धोका नसम्झ धोका दिएको होइन जति माया गरे नि आखिर तिम्रो होइन धोका नसम्झ धोका दिएको होइन जति माया गरे नि आखिर तिम्रो भएन यतिलाई अस्मिजी धोका नसम्झ धोका दिएको होइन अत्यन्तै मिठो गीत गाउनुभयो अब भने हामी एउटा गीत बजाउँछौँ यहाँको सम्झना सन्देश हजुरको लागि यहाँलाई धेरै धेरै धन्यवाद अनि हामी होली नेटको लागि थ्याङ्क यू अनि मेरो माइती हुनुहुन्छ साथी पवित्र छ उसको लागि अनि मेरो साथीहरू मलाई अस्मिहरूले चिनेर चाहिँ सम्पूर्णको लागि त विशेष गरी मेरो आरबीको लागि अस्मिजी आगामी कार्यक्रममा पनि सहभागिता जनाउँदै गर्नुहोला अहिले भने सोचौँ नमस्ते हुन्छ उहाँ हुनुहुन्थ्यो हंसपुरबाट अस्मी हुनुहुन्थ्यो आदरणीय श्रोता अब भने हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ अब भने हामी तपाईँहरूसँग कुराकानी गर्न सक्दैनौँ श्रोता तपाईँसँग कुराकानी गर्दा गर्दै कार्यक्रम उकाली ओह्रालीको आजको बसाइबाट भने हामी बिदा माग्नै पर्ने हुन्छ आज कार्यक्रममा फोन गर्नुभएको थियो तनहुबाट कविता तनहुबाट सञ्जय गोर्खा मिटकोटबाट हुनुहुन्थ्यो रक्षा लमजुङबाट हुनुहुन्थ्यो हिरा मकैसिंहबाट खुसी चितवन चण्डीबन्जाङबाट रबिन हर्मी नवलपुरबाट सीमा हुनुहुन्थ्यो र लमजुङबाट मदिना खोप्लाङबाट जानुका र अन्तिममा हुनुहुन्थ्यो हंसपुरबाट अस्मी हुनुहुन्थ्यो श्रोता तपाईँसँग मिठा मिठा अनि तपाईँको गाउँठाउँको हालखबर समेट्दा समेट्दै र साङ्गीतिक कोसेलीहरू गुन्जाउँदै समय बितेको त थाहा नै भएन तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो र तपाईँ कार्यक्रम कुन रूपमा सुन्न चाहनुहुन्छ हामीलाई सल्लाह सुझाव लेखी पठाउनुहोला सल्लाह सुझावको लागि हाम्रो ठेगाना हो सामुदायिक रेडियो हर्मी 105.4 मेगाहर्ज हर्मी नौनेवा डाँडा अनि सम्पर्क गरेर पनि आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने प्रतिक्रियाको लागि हाम्रो स्टुडियोको सम्पर्क नम्बर रहेको छ 9816124162 यसमा तपाईँले आफ्नो अमूल्य प्रतिक्रिया दिन सक्नुहुनेछ तपाईँको अमूल्य प्रतिक्रियाले हाम्रो कार्यक्रमले पक्कै पनि सही मार्ग निर्देशित लिने नै छ भन्ने अपेक्षा लिएका छौँ कार्यक्रम उकाली ओह्रालीको अमूल्य समय दिनुहुने सहभागी मित्रहरूलाई धेरै धेरै धन्यवाद अनि कार्यक्रम अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिन चाहन्छौँ त्यस्तै आजको श्रृङ्खलामा बजेका गीत सङ्गीतका स्रष्टालाई पनि मनज्ञ आभार प्रकट गर्दै म कृष्ण आगामी कार्यक्रममा पनि सहभागिता जनाउने बाचाका साथ आजको कार्यक्रमबाट बिदा हुन चाहन्छु नमस्कार यहाँको बाँकी बल शुभ रहोस् जीवन यो आज बाध्यताले परदेशी भएको आउँदैछु म पियारे कि दिन भेटौँदो कहिले आउँछ मन रुँदो स्वर्ग जस्तो जीवन यो आज बाध्यताले परदेशी भएको आउँदैछु म पियारे कि दिन बाध्यताले परदेशी
प्यारे केही दिन स्थानीय पनको आभास स्थानीय पनको आभास तटस्थ विचार सामुदायिक रेडियोहरुमा 105.4 जनताको रेडियो जनता की आवाज। रेडियो हर्मी समय संकेत यति बेला बिहानको 10 बजेको छ। सूचना र चेतनाको ज्योति बल्दै झलझल गाउँ बस्ती गुन्जिरहन्छ हाम्रो आवाज पल पल। सूचना र चेतनाको ज्योति बल्दै झलझल गाउँ बस्ती गुन्जिरहन्छ हाम्रो आवाज पल पल। जनताको रेडियो जनताको रेडियो जनताकै आवाज सामुदायिक रेडियोहरुमा 105